मेरो युट्युबर साथी प्यार भाइहरू आज मैले हजुरहरूको लागि भन्दा म चाहिँ काफल खान लागिरहेको छु। अब हजुरहरूको पाल पनि घरमा बुट लगाइकन काफल खान कति मिठो हुन्छ। मिठो हुन्छ एकदम मिठो हुन्छ। र पाहाडमा बसेको मान्छे अवश्य थाहा हुन्छ पाहाडमा बसेको मान्छे म जस्तो भयो भने चाहिँ छोड्ने छैन तराईमा आएर जस चिन्नु पऱ्यो खानेकुराहरू बुझ्नु पऱ्यो खान त मिलिहाल्छ तर खान मिल्छ पनि जे पायो त्यो खानेकुरो पनि भएन आफूले फल चिन्नु पऱ्यो हो यो खानेकुरो हो यसमा विषाद हालेको छैन भन्ने कुरोहरू जान्नु पऱ्यो। खानेकुरोमा त ल्याब टेस्टमा मात्रै विदेशमा ल्याब टेस्ट अन्त गरिसकेको ल्याब टेस्ट हुन्छ। पनि लटरमै छ बुटमा रातो चाहिँ होइन कालो कालो चाहिँ प्याटा प्याटा झर्छ है। कालो कालो रातो चाहिँ छोडिदिने पाक्नको लागि र कालो कालो मात्र खाने है। रातो चाहिँ बुटमै छोडिदिनु पर्छ पाक्नको लागि है।